चल्दैन। त्यो मन्दिर खोलामा मलाई हेपेका थिए, मैले फाइल रिओपन गरिदिएँ। अनि त्यतिखेरका जति पनि पुलिस प्रशासनमा बस्ने साथीहरू थिए रफादफा गरिहालेछन्। पाइँदैन। धेरै नेताहरूले आफ्नो नामै चेन्ज गरेर एडभोकेटलाई पनि अस्ति किनिसके। म त मेरो एडभोकेट नेतालाई आफ्नो नाम पनि फेरेर अर्कै लेख्न लागेको छ, हेर्नुहोस् त। तर सप्लिमेन्ट्री सबै नाम त्यहाँ हालिदिएको छु मैले। त फुल व्यवस्था मैले गरिदिएको छु, किनभने उहाँहरूले अगर मलाई हेप्न सक्छन् भने त भोलि त तपाईँलाई पनि हेप्छन्। हेपिरहेका छन्। पालो भने सबैको आउँछ। त्यही भएर घमण्ड भने गर्नु हुँदैन, अहंकार गर्नु हुँदैन। आज म भन्दैछु, हेर्नुहोस्, यो जित भने सम्पूर्ण पहाडको जनताको जित हो, खाली भारतीय जनता पार्टीको होइन। त्यो घमण्ड हामीसँग छैन पनि। यो जित भने खाली बीजेपीका नेता र कार्यकर्ताको मात्रै होइन। यो बीजेपीमा बसोबास गर्ने, टीएमसीमा बस्ने, मलाई भोट दे पनि नदे पनि, मुन पराए पनि नपराए पनि उसको पनि जित हो। तर जितको घमण्ड भने गर्न पाइँदैन, किनभने यो भगवान त छन् नि, त पालो त आइहाल्छ। त्यही भएर यो मन्दिर खोला एउटा उदाहरण बनिन्छ, आउँदो दिनमा एक्जाम्पल बनिन्छ। कसैले पनि फुर्के पानी नदेखाउँदा हुन्छ।